हेलो गुड आफ्टरनुन साथीहरू। अहिले चाहिँ म ब्याङ्कको काम सकेर यहाँनिर स्ट्रिट फुड खानु पर्यो, भोक लाग्यो भनेर चाहिँ आएको छु एम बजारको छेउमा। यहाँ चाहिँ डोसा दामी पाउँछ अरे, मेरो साथीले भनेको मिठो पाउँछ अरे, अनि म यहाँ ट्राई गर्न आएको छु, खान्छु है। कोही बेला त्यस्तोतिर पनि खानुपर्छ नि, भोक लाग्दा इमर्जेन्सीमा। मलाई चाहिँ पुरै भोक लागिरहेको छ, मेरो साथीलाई चाहिँ लागेको छैन अरे, अनि म चाहिँ खान्छु, टेस्ट गर्छु यहाँ कस्तो पाउँदो रहेछ है। पानी पनि पर्नु सुरु भयो, अब भिज्दै जानुपर्छ खाइकन। अनि डोसा खानु थालेँ मैले, मिठो रहेछ हो, मन पर्यो मलाई चाहिँ, मिठो बनाउँदो रहेछ। मैले आफू पनि खाएँ अनि पार्सल पनि लिएँ नानीहरूको लागि। यो चाहिँ छ तपाईँको एम बजारको छेउमा, मेरो ब्याङ्क यतै भएकोले गर्दा म यहीँ नजिकै आएको थिएँ। अन्त यो एम बजारको छेउमा रहेछ, मिठो पाउँदो रहेछ डोसा हो। तपाईँहरू पनि यहाँ नजिकमा हुनुहुन्छ भने आउनुहोस्, ट्राई गर्नुहोस्, दामी रहेछ डोसा हो, मन पर्यो। कोही कोही बेला खाँदै गर्नुपर्छ नि है, यस्तो पनि भोक लाग्दाखेरि बाटोमा, किनभने बिहान नखाइ निस्केको नि त, त्यसले गर्दा भोक लाग्यो मलाई चाहिँ हो। बिहान चाहिँ पुरा गरम थियो, अन्त गरमले खानु त मन लाग्दैन है। अन्त डोसा खाएँ मैले, दामी रहेछ। अनि अहिले चाहिँ म जाँदैछु, घर फर्किँदैछु, पानी पर्नु थाल्यो, अन्त पानी छिटाउँदैछ, अलिकति भिज्छु होला, भिज्दै जानुपर्छ आज चाहिँ, मजा आउँछ। पुरा गरम भएको बादमा चाहिँ पानी पर्दा कस्तो मजा आउँछ है। त्यही भएर चाहिँ मैले स्कुटी चलाइनँ, साथीलाई चलाउनु लगाएँ, म चाहिँ भिडियो बनाउँछु भनेर। अब चाहिँ यहाँबाट भिज्दै जाने हो, मजा लिने हो पानीको हो। मैले चाहिँ ग्लास पनि खोलिनँ, किनभने चाहिँ ग्लास लगाइरहेको छ पानी झरीमा भन्दै होला मेरो साथीले, नखोलेको नि। भरे मेरो काजलहरू सबै बगेर म चाहिँ कालै भएर भुत जस्तो भयो भने भरे भनेर नि। अन्त अब पानीमा भिज्दै जान्छु मजाले। शीतल भइरहेको छ आज सिलगढीको वेदर। अघिसम्म कस्तो गरम भयो भन्दै थिएँ घरमा बसेर मैले हो, अब निस्केँ पानीमा भिजेँ, मजा आयो भिज्नु हो, भिज्दै भिज्दै जाने हो घर। मौसमको मजा लिनु पर्यो है, बेला बेलामा त यस्तो मौका पाउँछ। आइसला दामी भइरहेको छ, भिज्दै जाने हो। म चाहिँ अहिले घर आइपुगेँ, लुत्रुक्कै भिजेर, हेर्नुहोस् मेरो अवस्था यस्तो भएको छ, तर मजा आयो भिज्नु हो। पुरा भिजेँ, यहाँ हेर्नु म कस्तो भिजेको छु, लुत्रुक्कै भिजेँ, मजा आइरहेको छ। ओके बाबा।